जीवनको असली खुसी भनेको साना साना पलहरूमा लुकेको हुने रहेछ। ल साथीहरू, अब अहिले चाहिँ म एक्लै छु। लोपेन र लामा दामा पनि उता सानीमाईमा जानुभयो, अनि म एक्लै चाहिँ अब गुम्बामा बस्नु पनि अल्छी लाग्यो। अब यता खाना खाइ पनि अल्छी नै हुन्छ होइन, एक्लै भएपछि। अनि त्यही भएर हाम्रो तल पेमा चुजुको घरमा चाहिँ मैले किन यसो गरेर चाहिँ अनि अहिले चाहिँ खाना खान जाँदैछु साथीहरू। यसो खास गरी इलाम जानुपर्ने थियो। इलाम पनि फेरि किन कुदाइ गर्नु भनेर चाहिँ अनि भोलि चाहिँ इलाम जान्छु। अनि आज चाहिँ यतै वरिपरि घुम्दै जाउँ न, बसौँ न भन्ने जस्तो भयो। अनि त्यो लामा दावा चाहिँ हिजो यहाँ माथि आएर गुम्बामा बस्नु भएको थियो, अनि त्यो 81 जानुपर्ने भयो नि त। अनि दिन चाहिँ यतिको धुम्म मात्र भइरहेछ भन्नु नि, धुम्म पनि होइन, यो के हो मेरो क्यामेरामा अँधेरो देखेको हो। यो दिन चाहिँ राम्रो खुलेको छ, घाम चाहिँ लागेको छैन, माथि चाहिँ पुरै कुहिरो लागेर क्या, कुहिरो होइन यसलाई के भन्छ, बादल लागेर त्यो घाम लाग्नु पाएको छैन। अनि त्यही भएर अनि आजको दिन चाहिँ फेरि पुरै जाडो पनि भएछ। पुरै हिजो बेलुका पुरै पानी पऱ्यो नि त। हेर्नुहोस्, अँधेरो भए पनि हाम्रो गाउँ चाहिँ यस्तो छ भन्नु होइन। यहाँ माथि यहाँनिर चाहिँ हाम्रो गुम्बा छ, त्यसपछि यतै हाम्रो पमिसा आपा घर, जियान्ती दिदी घर हो, अनि यतै हाम्रो चियाघर पाचेहरू घर त्यता छ। अनि यता चाहिँ हाम्रो पुष्पा दिदी घर थियो, त्यो उहाँहरू छोडेर चाहिँ माथि रमिँदै जानुभएको छ। अनि तल्लोपट्टि चाहिँ हाम्रो पेमा चुजु घर छ, त्यहाँ चाहिँ हामी म चाहिँ जान्छ हो। हामी मोल हेर्न साथीहरू, त्यस्तो हो साथी। आज पनि यतै गाउँघरको भिडियो हालिन्छ। अलिक ख्यानै तरिकाको वरिपरि के हुँदैछ त्यो देखाइन्छ, के गर्छ त्यो देखाइन्छ आजको दिनभरि। आज चाहिँ 7 गतेको दिन नै फेरि साथीहरू, मेरो त भिडियो हालै खतम हुन्छ कि। भोलि 8 गतेको दिन चाहिँ फेरि आउँछ होला 1-2वटा। अनि आजको दिन त्यस्तै होला। साथीहरू, माई पोखरी चाहिँ यो डाँडामा है। तपाईँ माई पोखरी देख्नु भएको छ भनेदेखि चाहिँ यो डाँडामा पर्छ। त्यसको तल्लोपट्टि थोरै सानो, तल्लोपट्टि चाहिँ लामा तालको घर पऱ्यो। त्यो डुवा उडेको चाहिँ धेरै पर हो, डुवा उडेको पनि देख्दैन होला। यहाँ के छ र मेरो फोन कालो भयो, ठिक छ। अब एकैछिन हामीले लोपिनलाई कल गरिसकेको छु, लोपिन पनि आउँदै हुनुहुन्छ। खाना पकाउने मान्छे झन् तयार हुँदैछ। अनि के पाक्नु मागेछ अब? ल साथीहरू, खानासाना सबै पाकिसक्यो हो, सब्जी पनि यो त छँदैछ। अब यहाँ लोपनको पर्खाइमा छु होइन रे, लोपनको पर्खाइमा छ। अब लोपन आएपछि सँगै खानुपर्ने पर्ख्यो बसिरहेको ठिक छ। सान्दा 9 3 महिनामा आफै लाभाको चाहिँ यो ठिक छ। यो घर पनि देख्दैन। मेरो बर्थडेको मिठाई हो।
खानुहोस् मेरो त आइफोन होइन जस्तो छ त्यस्तो देख्छु छैन मेरो त ठिकै छ मेरो खिच्नु पर्दैन मेरो क्यामेरामा आउनु पर्दैन चिया खायो एक प्लेट खाना खाएर चिया खानु साथीहरू होइन टप चाहिँ होला त माइ पोखरीबाट नि आएको जस्तो मेकअप लाग्छ लिपस्टिक लाग्छ हातमा चुडा लाग्छ है हाम्रो तर हुन त बिचार गाँसबाट आएको अरे छैन त्यत्रो लिपस्टिक दलेर आएको छ कि यहाँ भयो त्यसरी थर्काउनु चाहिँ हुँदैन है बाहिर पानी परिरहेछ भित्र जरी गइरहेछ भित्र लुडो खेलिरहेछ केटाकेटी हो जिन्दगी पनि यस्तो चलिरहेछ आजको दिन चाहिँ यस्तो यस्तो कट्यो साथीहरू यहीँ रात पानी परेर बिजोक भइरहेछ तर 2 बजे यस्तो यस्तो चलिरहेछ है साथीहरू आजको दिन चाहिँ दुम्म छ बाहिरतिर हेर्नु सक्नुहुनेछ हजुरहरूले त्यस्तै पानी परिरहेछ यहाँ दुईजना लड्कीहरू मिलेर छोरा मान्छेलाई च्यापेर बिजोक भइरहेछ च्यापेन होला साह्रै मजाले दुईजना मिलेर चाहिँ उठाएर माथि लगेर तल लान्छ कि लगेर जानु अब मेरो खाइदिन्छ नि 3 घण्टा पछि 3 घण्टा पछि चाहिँ बस्दा बस्दा लुडो खेल्दा खेल्दा अब खाजा खाने समय पुगिसक्यो साथीहरू अनि त्योसँग गर्दैछ यही म्युजिकमा लगाइदिएँ अनि आजको ब्लग त यहीँको मात्र छ नि त यही घरमा सकिन्छ कि आजको ब्लग क्यारम खेल्नु चटपटे ल ठिक छ चटपटे खान्छ पानी रह्यो भने अब पानी त परिरहेछ है साथीहरू दिनभरि पानी परिरहेछ यहाँ आगो तापेर बसिरहेछ त्यस्तै हो आज चाहिँ म पनि गुम्बा छोडेर तल आएर बसिरहेको छु ल होइन यो त पाकेको होइन हिजो पनि लाइन तिमीले चिनको खबर दिनु पर्यो भनेदेखि चाहिँ यस्तो हो साथीहरू हेरिहाल्नु बसिरहेको छ जस्तै आजको दिन चाहिँ यही चुलामा सिधियो मेरो पनि बाहिर पानी परेछ है त्यही भएर खास गरी पानी बाक्लो कस्तो परेछ पानी कसरी बाक्लो हुन्छ चालेर हेर मेरो मुसा चाहिँ ननिकाल्नु ल हातको मुसा त बिरालो देख्यो भने आइहाल्छ अब यो हाँसे त के हो नि गम्बुट लगाएर हिँडेछ पानीमा लाउनै पर्यो अनि के हो फोन मेरो खाए ल जिन्दगी चाहिँ यतिको मात्र छ है साथीहरू आज पुरै पानी परेको छ पानी परेको छ चिसो छ
पानी परेको र खोर्सानी पिरो पिरो पानी झरेको कि परेको थियो आधी घन्टा पछि खानु सकेको छैन आज कप लाएर भए पनि खुवाउँदैछ खानेले छोडेको छैन आज खोर्सानी कागज खोर्सानी चाट्ने यस्तो छ तरिका उहाँहरूको अर्ग्यानिक तरिका छ पिठोको चामलको पिठोको राम्रो हुन्छ त यति खाँदा नि अलिक अगाउँछ नि अगाउने अनि बनाइदिउँ पिठो पनि राम्रो हुन्छ चम्बाको यो खाएर नि अगाउँदा चाहिँ म त छक्कै लागेको हुन्छ अगाउँदा चाहिँ खायो भने पगाला भनेर हामी ए ज्वरो आएको छ भने दही नदिनु ज्वरो आएको छ भने दही नदिनु औ यो पानी त रोक्दैन त नि दिल नदिया के को घिउ हो बाख्राको घिउ दुध घिउ खान्छ खान्छ त काठमाडौँतिर बाख्रा दुध खान्छ त ऊ त व्यापारी नि ऊ त दुध व्यापारी दुध व्यापारी त दुध र घिउ व्यापारी दुध खान्छ अरे के बनाउँछ हामी चाहिँ अब ओ ए यहाँबाट पिन्सेर छाल्नु छ छैन हौ जिस्केको पिसिन्छौ जुरुक्कै चाहिँ बनायो नि त हुन्छ खुट्टा यस्तो गर त किन नै हुँदैन गिभ रेस्पेक्ट डु रेस्पेक्ट टेक रेस्पेक्ट अनि आफूले नि गर्ने अनि अरूबाट पनि लिने बुढालाई सँग नगर्ने अबैसँग किन गर्ने र सोलुको आलु क्या मिठो सोलुको आलु क्या मिठो आमा के राम्रो भएर देखाएको ब्लग मैले कस्तो राम्रो भएर देखाउँदैछ भिडियोको पनि कपाल मिलाएको मिलाइछ नारायण 5 बजिसकेको थियो एउटा 7:05 बजिसक्यो जाउँ अब चाहिँ लुगाको लगाएको ल आन्छौ छौ चाहिँ यहाँ हो गएको ल छौ कस्तो दामी भएछ हौ त कुहिरो सिरो लाग्यो उता त पानी परिरहेको रहेछ फेरि ब्यागतिर होला नि हो ल ल अहिले चाहिँ खिम्बपुर्तेमा जिउबाट चाहिँ गुम्बा परिवारलाई खाना खुवाउनु भएको थियो त्यसैले हामी तल आएको छौँ